नमस्कार, मेरो बुल युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आजको यस भिडियोमा चाहिँ माइक्रो फाइनान्स सेक्टर अन्तर्गत रहेको छिमेक लघु वित्त वित्तीय संस्था लिमिटेड अर्थात् सीबीवीएल को एनालाइसिस गर्ने छु। यो स्टकको प्राइस हेर्ने हो भने केही समय अगाडि यो चाहिँ एउटा चार्ट प्याटर्न भित्र रहेर चाहिँ ट्रेड भइराखेको थियो र त्यसपछि हेर्ने हो भने यो ठूलो चार्ट प्याटर्नको चाहिँ ब्रेकआउट भएको थियो भने त्यसपछि यसमा चाहिँ स्ट्रङ मोमेन्टम आएको थियो र यसको प्राइस चाहिँ 1064 को लेभलसम्म पुगेको थियो र त्यसपछि नेप्से झरेसँग यो स्टकको प्राइस पनि झरेको थियो र झर्दै आउँदाखेरिमा चाहिँ 830 को लेभलसम्म झरेको थियो र यो चाहिँ अहिलेका लागि चाहिँ यो स्टकका लागि चाहिँ लो पोइन्ट हो। अहिले स्टक हेर्ने हो भने यही सपोर्टको जोनबाट चाहिँ बढेको छ र 866 को लेभलमा चाहिँ यसको कारोबार भइरहेको छ। यो स्टकमा चाहिँ केही इम्पोर्टेन्ट इन्डिकेटरहरुको एनालाइसिस गर्ने हो भने स्टकको प्राइस चाहिँ बोलिङ्गर ब्यान्डको मिडल ब्यान्ड र लोअर ब्यान्डको बीचमा रहेको छ, जसले चाहिँ मोमेन्टम केही लुज भएको छ भन्ने कुरा चाहिँ देखाएको छ। त्यस्तै गरी 50 र 100 दिनको मुभिङ एभरेज हेर्ने हो भने पनि यो स्टकको प्राइस चाहिँ अहिले यो दुईटै मुभिङ एभरेजको लाइन भन्दा चाहिँ डाउनतिर रहेको छ। यसले पनि मोमेन्टम केही लुज भएको छ भन्ने कुरा चाहिँ देखाएको छ। त्यस्तै गरी एमएसीडी हेर्छौं भने एमएसीडी मा चाहिँ सेल सिग्नल रहेको छ भने नेगेटिभ हिस्टोग्रामहरु चाहिँ बढ्दै गएको छ। यसले पनि केही नेगेटिभ साइन देखाएको छ। त्यस्तै गरी अर्को महत्त्वपूर्ण इन्डिकेटर आरएसआई लगाएर हेर्छौं भने आरएसआई चाहिँ 45 को लेभलमा रहेको छ, जसले चाहिँ यो स्टकको प्राइस चाहिँ साइडवेज अवस्थामा रहेको छ भन्ने कुरा चाहिँ संकेत गरेको छ। इन्डिकेटरहरुको एनालाइसिस पछि चाहिँ हामी यो स्टकको चाहिँ इम्पोर्टेन्ट जोनहरुको एनालाइसिस गर्ने छौं। यो स्टकमा हेर्ने हो भने 925 को लेभलमा चाहिँ यसको लागि चाहिँ स्ट्रङ रेजिस्टेन्सको जोन रहेको छ भने 837 को लेभलमा चाहिँ यसका लागि स्ट्रङ सपोर्टको जोन रहेको छ। प्राइसलाई हेर्ने हो भने 3 पटकसम्म यो रेजिस्टेन्सलाई टेस्ट गरेको छ भने तीनै पटक चाहिँ यो रेजिस्टेन्सलाई ब्रेकआउट गर्न सकेको छैन। त्यस्तै गरी सपोर्टको कुरा गर्ने हो भने 4 पटकसम्म यो स्टकको प्राइस चाहिँ यो सपोर्टको जोनमा आएको छ भने यो लोअर साइडतिर पनि ब्रेकडाउन दिन सकेको छैन र प्राइस चाहिँ यो दुईटै सपोर्ट र रेजिस्टेन्सको जोन भित्र रहेर चाहिँ कारोबार भइरहेको छ र साइडवेज अवस्थामा रहेको छ र जबसम्म यो स्टकको प्राइस चाहिँ यो दुईटा रेन्ज भित्रबाट चाहिँ निस्किदैन तबसम्म चाहिँ यो स्टकमा चाहिँ मोमेन्टम आउने संकेत देखिएको छैन। अब यसमा चाहिँ नयाँ बाइङ गर्न चाहनुहुन्छ भने यो 925 को लेभल चाहिँ हाम्रो लागि एकदमै इम्पोर्टेन्ट रहेको छ। यदि प्राइसले चाहिँ यो लेभललाई चाहिँ ब्रेकआउट गरेर जान्छ भने त्यसपछि मात्र यो स्टकमा चाहिँ राम्रो मोमेन्टम आउने देखिन्छ र हामीले यदि यसमा चाहिँ नयाँ बाइङ गर्न चाहन्छौं भने हाम्रो लागि चाहिँ यही लेभल चाहिँ इम्पोर्टेन्ट रहेको छ र प्राइसले चाहिँ यो लेभललाई चाहिँ ब्रेकआउट गरेर जान्छ भने त्यसपछि हामी यसमा चाहिँ कन्फर्मेसन वाला इन्ट्री लिन सक्छौं र हाम्रो यसमा चाहिँ पहिलो टार्गेट भनेको 1076 को लेभलको रहनेछ भने दोस्रो टार्गेट भनेको चाहिँ 1200 को लेभलको हुनेछ। हस् त आजको स्टक एनालाइसिस सम्बन्धीको भिडियो यति नै। यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।